को कार्यक्रमको जुन सभापति थिए आज यो सबै कार्यक्रमको सभापतिलाई अब म निम्तो दिन चाहन्छु कि तपाईँ आफ्नो मन्तव्य राख्नुहोला। मौलाना कलाम साहब नदी। बिस्मिल्लाहिर्रहमानिर्रहीम। आज उपस्थित भएको सबै दाजुभाइहरूलाई म एकचोटि लास्टमा सबैभन्दा लास्टमा धन्यवाद दिन चाहन्छु सबैलाई कि तपाईहरू यस प्रोग्रामको जुन संस्था छ असहाबुल हिम्मा नेपाल संस्था छ, जुन संस्थाको आवाजमा एक आवाजमा तपाईहरू यहाँ उपस्थित हुनु भएको छ र यस प्रोग्रामलाई चाहिँ राम्रो र कामयाब बनाउनु भएको छ। त्यसको कारणले म सबैलाई धन्यवाद दिन चाहन्छु र यस प्रोग्राममा जुन वक्ताहरूले आफ्नो मन्तव्य राख्नु भएको छ सबैले आफ्नो दिलको बात र हृदयको बात जुन चाहिँ उसको दिलमा आएको थियो, कसैले कोही पनि लेखेर ल्याउनु भएको छैन। सबैले आफ्नो दिलमा जुन पीडा छ र हामीले जुन पीडाहरू गाउँघरमा झेलिराखेको छौँ, दिन प्रतिदिन हरेक दिन जुन झेल्छौँ र हाम्रो पुस्ताहरू चाहिँ आउने दिनमा पनि जुन पीडाहरू झेल्छ त्यसको बारेमा हामी चाहिँ छलफल गर्नुभएको छौँ र त्यसैको महत्त्वको लागि र त्यस आउने दिनमा त्यस्तो कुरा नहोस्, हाम्रो बच्चाहरू र हाम्रो गाउँ समाजको बच्चाहरू, हाम्रो आउने पुस्ताहरू यस्तो समस्या नझेलोस् भनेर त्यसको कारण हामी चाहिँ आज भेला भएको थिएँ। सबैको मन्तव्य चाहिँ एकदमै राम्रो आएको छ। सबैले आफ्नो कुरा राख्नु भएको छ। सबैको कुरामा चाहिँ दम पनि छ। हाम्रो चाहिँ मेन आवश्यकता चाहिँ अहिले नेपाली कुरा नै हो, खास गरी हाम्रो मुस्लिम समाजहरूमा र हाम्रो इस्लामिक मदरसाहरूमा हामी पढ्नलाई चाहिँ आलमियत गर्छौँ, फजिलत गर्छौँ, पढ्नलाई चाहिँ साउदी पनि जान्छौँ। हाम्रो गाउँमा चाहिँ ठुलो ठुलो मौलानाहरू पनि हुन्छ, उनी चाहिँ डक्टरेट त अरबीमा गर्नुभएको छ, तर उनलाई चाहिँ कुनै पनि स्टेजमा 10 मिनट चाहिँ नेपाली भन्नु भने उनले चाहिँ भन्न सक्दैन, मलाई जस्तो लाग्छ। म पनि आलमियत गरेको छु जामतुल फलाहबाट, तर अहिले म बोल्नलाई चाहिँ नेपाली बोल्दा चाहिँ कति अप्ठ्यारो भइरहेछ। त्यो त तपाईँहरूलाई मेरो चाहिँ भोइस र मेरो आवाज सुनेर तपाईँहरूलाई थाहा भइगएको होला। यो प्रोग्राममा जति पनि दाजुभाइ चाहिँ उपस्थित भएको थियो, लास्टमा पनि उनीहरूलाई धेरै धेरै धन्यवाद गर्दै आजको यस प्रोग्रामलाई यहीँ स्थगित गर्न चाहन्छु। धन्यवाद।